टु माई भिडियो आई होप हजुरहरू सब सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज चाहिँ हामी गुडे झर्न गइरहेको छु कि गाइस, हेर्न सक्नुहुन्छ। तप्पु, म, ऋषभ उता जानुपर्ने कि उता आएको डाँडा क्या, धेरै टाढा छ। हेरौँ, यो ब्यागमा चाहिँ गाइस लुगाहरू मात्रै छ। अनि मैले बोकेँ गाइस ब्यागमा त पुरै खानै खाना। यिनीहरूलाई छोडेर भागिदिनुपर्छ क्या हो। त्यहाँ पानी छ जस्तो छ। हेर्न सक्नुहुन्छ, यही हो चिसा पानी भने क्या, माथि मूलदेखि आउँछ क्या पानी। फुले मुख धोएर आइसक्यो। तातो रे चिसो छ। मैले मुख धोएर आइसकेँ। यो पुरै भिरो क्या गाई, हेर्न सक्नुहुन्छ, पुरै तलसम्म सिधै तलमा पुग्छ नि। यहाँदेखि हामीले त्यो डाँडा देखिरहेको छ नि, तप्पुको सिधा त्योभन्दा उता पारि जानु छ क्या धेरै। क्यामेराले पुरै फोकस गर्न सकेको छैन है गाइस। कस्तो मजाले पौडी खेलिरहेको छन् केटाहरू यहाँ क्या। अहिले चाहिँ हामी गाडीबाट उत्रेर अब डेस्टिनेसनतिर गइरहेको छु। पुरै फुल छ क्या गाई चाहिँ, भिट्टामा हेर्नु न कस्तो राम्रो राम्रो। ओ यता हेर्नु त, हेरबिन कसरी पहिला यो गोडामा हामी यत्तरी उफ्लिन्थ्यो। ओहो आयो बेला पुरै हेर्नु न, गडा पुरै सेतो। तप्पु सरकार भन्ने टिभी राखेको छन् क्या। हेर्न सक्नुहुन्छ गाइस, हेयरबिन बनाइरहेको छ यो। कस्तो चण्डाल होला हेयरबिन। ए ठिक अछामबाट फोन गरे क्या गाइजलाई केटीले, तर केटाको 61। त्यही लास्ट 61 वालीको लागि यो हेयरबिन बनाइरहेको छ। हेर्न सक्नुहुन्छ हाम्रो तप्पु। हेर्न सक्नुहुन्छ मन्दिर। अनि यहाँ चाहिँ पहिला होइन गाइस, भलिबल खेल्छ कि केटाहरू भलिबल। अनि त्यहाँ हामी गएको, यहाँनिर रहेछ ग्राउन्ड पनि रहेछ, उहाँ थाहै थिएन। अनि ग्राउन्ड राम्रो नदेखिरहेको होला होइन। अनि यहाँ झगडा भयो क्या हाम्रो, यहाँ आकालाई हानेर भागेको क्या हामीहरू। उहाँ हेर्न सक्नुहुन्छ झर्ना। ओहो तर यो झर्ना होइन कि हामी जाने होला अर्को होइन। यहाँ पनि सबजना यता छ भने चाहिँ पानी उता पनि भइहाल्छ। फाइनल हामी गुडे पुगिसक्यो होइन गाइस, हेर्न सक्नुहुन्छ त्यहाँ पारि राम्रो छ ठाउँ धेरै। हेर्न सक्नुहुन्छ गाइस, ओ माई गड, खोइ 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 ओ हेर्न सक्नुहुन्छ, अलिकति मुख सुक्रियो होला। धेरै चिसो छ पानी। बनाइसकेको छैन गाइस आदि, खै तर घोप्टे जुङ्गा आइसकेको छु अहिले गाइस। घोप्टे जुङ्गा यस्तो हुन्छ, हेर्नु सक्नुहुन्छ। तर माछा हुनु हो यारमा। होला माथितिर। फाइनल गुडे झर्ना पुगिसकेको छ। अलिकति 2 मिनट बाटो छ क्या पानीको आवाज आइसक्यो। पहिला यो घर छ नि गाइस, यस्तो नाजुक अवस्थामा थियो, अलिक चाहिँ रिपेयर गरिरहेको रहेछ। ओ माई गड हेर न यार, मन लाग्छ हिँड्नु। गुडे झर्ना हेर्न सक्नुहुन्छ गाइस तप्पुलाई। ओहो वान त्यो साँडेलाई हेर्नु, त्यो साँडेलाई लुगा अहिले खोलिरहेको छु। सक्नुहुन्छ पाहाड कस्तो कस्तो छ गुडे झर्नामा। फाइनली
ओ मा गाडो बाटो बाटो हेर पहिला उही हेर्नु त गाई बाटो यो नहुने ठाउँ त छ यार खतरा हो क्या ना कसम मजा लास्ट आउने हो त्यहाँ बहिनी पनि छ नि यार होइन आउनु त रिसर्टलाई फाइनल बनाइसक्यो कहाँदेखि मोबाइल खस्यो भने सिधै तल बाटो हेर्नु सिधै तल मरिन्छ गाई त्यही पनि भोलि पदमा पब्लिक छुट्टी हेर्नु गाइस कहाँ छ रेनबो ओ तल रेनबो पनि देखिरहेको छ तर क्यामेरामा देखिन्न पहिला यो छ नि यो पुरै भिड थियो क्या गाइस यतादेखि जानुपर्छ क्या हामीले आजकल ठिकै छ गिट्टी चाहिँ छ भिड गिट्टी पानी यहीँसम्म पुगिरहेको छ क्या यहाँ चिप्ल्यो भने मरिन्छ ओ ओ खतरा आयो फिलिङ ओ माय गॉड ऑक्स क्या फिलिङ छ नि कुरै छोडिदिनु न अहिले हामी आउँछु खतरा फिलिङ भएर नहुनु त माथिदेखि मेरो के पुगिसक्यो गाई पुगिसक्यो माथि 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 हिँड्नु माथि क्या चलाइदिएर अहिले हामी टेकेर ओभरलोड भएर कसक्त जाने रहेछ यो सबै ओए माथि चलाउँ भने पहिला यही ढुङ्गामा थियौँ हामी वाह क्या फिलिङ छ नुहाउनु पनि ठाउँ रहेछ यतिकै भयो त पुगिहाल्दैन हामीलाई बस्तीलाई जान्दै काले मेरो मोबाइल निकाले अझै म उता गएर आइसकेको यो रिसोर्ट चाहिँ क्या बस्नु छ क्या यतादेखि चिकेर आइरहेको छु लास्ट यार मजा लास्ट छ क्या चिसो जस्तै हात जाडो भइहाल्यो कपडा खोलेको नदेखाए न पागल हो गाई पागल यस्तो मस्त छ नि पुरै छोडिदिनु माछा रहेछ यार माछा छ माछा छ यहाँ हेर ओ माको त म त खाउनु कम छ त र खतरा हो यहाँ बहिनीहरू छ नि के भन्ने यो भिडियो नहाली है यहाँ मैले माछा पनि देखेँ क्या गाई यस्तो खतरा अघिदेखि मार होइन हामी नास्ता खानु यो माछा छोप्न लागेको छ एउटा माछा छोप्न लागेको छ भ्यागुताको बच्चा रहेछ माछा मारेर छोपिदियो हजुर यहाँ कस्तो दृश्य छ नुहाइदाइ गरेर होइन गाई नुहाए के भन्ने धेरै बोलिरहेको छ क्या धेरै बोलिरहेको छ क्या फिल भइरहेको उमा माछा मारिरहेको छ यस्तालाई त्यसले छ नि गाई यो छ नि योबाट फोहोर भएको पानी खाइदियो कसरी भन्नु हामीले दुई माछा हाले पानी खाइदियो अझ हामी नुहाएर घर गइरहेको छु होइन गाई अब प्लान के छ कि एउटा अर्को झर्नामा नुहाउने छ कि यहाँ केटीहरूले नुहाउनै थिएन नि अनि यार 61वाला बोलाउनु पर्ने रहेछ अब घर गएर तिनीहरू फेरि गइसक्यो कि गाई केटीहरू जाने न त्यहीँ गएको त उनीहरू तप्पु होइन यहाँ यतिका केटीहरू छन् कि हेर्नु यहाँ तप्पु रिसप अब यस्तालाई के भन्ने अझ हामी यता पुगिसक्यो यो ठाउँ जहाँ भनेको थिएँ नि अब स्थिति छ भनेर त्यही माछा छोपेको गाई माछा सानो लुक यार त बिउ बाबा गुडे यो बाटो हुँदै हामीले उहाँ पुग्नु छैन गाई अब एकैचोटि वहीँ पुगेपछि कलेना पुगेपछि धेरै हुन्छ हजुरलाई बाटोमा अब छिटो छिटो हिँड्नुपर्ने हुन्छ त्यो हुनाले अझै हामी कलेना पुग्छ कि होइन गाई
यहाँ पानी खाइरहेछ आइस पम्प ल्याएर आइसक्यो तर जमेको आइस पम्प गाइस खाने कि नहीं ए झ्याउ भयो लास्ट खुट्टा दुखेर खायो मेरो त हामीले उहाँ पुग्नु चाहिँ यहाँ त्यहाँदेखि देखिनु यो खातीले मासु नखाएर झ्याउ लास्ट भइसक्यो हिँड्दा खुट्टा दुखिहाल्यो न अहिले खुट्टा दुख्यो भने मुख खप्तर जान्छ अन्त अझ हामी कलेडाबाट हेर्छौँ कि अब सरस्वती पुग्ने नयाँ गर्दा छ नयाँ खातिर कहाँ हो अनि कहाँ हो यहाँ चौडा म गुडे त्यतिकै यार गर्न गएको नुहाउनु खुट्टा लास्ट दुखिहाल्यो यार हिँड्दा हिँड्दा ल उयो जुत्ता टाइट भयो क्या मा 61 द बेस्ट बिचारा पागल भइसक्यो 61 बाट अहिले फोन आएको छैन कि गाइज पागल भइसक्यो कसलाई ब्लक गर्यो 61 वाला लास्ट वाह ब्लक हान्थ्यो हेर धेरै बुझ भिडियो आउँछ युट्युबमा लास्टमा 61 याद गरिस् त्यहीको तेरो घर चाहिँ अछाम हामीले थाहा भइसकेको छु 461 गाइज नम्बर पुरै भन्ने त भाइरल हाल्थ्यो 97 44 35 83 जाने नि तल म योलाई राम्रो ठाउँमा हाल्छु बिचारी 61 भने ब्लक खाइसक्यो रहेछ 461 अब एकछिन अब घर पुगेर अब कुरा गरौँला लास्ट खुट्टा दुखिरहेको छ अब घर पुग्छ भने त्यसपछि